कपडा मात्र फरक है नाक पनि सेम आँखा पनि सेम तर यहाँहरुलाई के लाग्छ हैन अर्डर आयो भन्दैमा ज्यान चाहिँ सेम हुँदो रहेछ तपाईको यस्ता अर्डर पछि आउँछ तपाईले अर्डर हेर्ने हैन के तपाईको जागिर जाउस बरु तर तपाईले तपाईको छोरालाई हेर्नु न भविष्य हेर्नु न भोलिमा तपाईको जागिर त के तपाईको जागिर केही नभए पनि केही नभए पनि यहाँ ट्वेल्भ पास गरेको होला हैन कसैलाई मार्नु भन्दा पहिला बरु मन तल राख्ने बरु अरु जब खोज्ने क्या चाय बनाउने भाँडा मार्ने क्या हामीले नि गरे हो नि हामी युवाहरू बाहिर गएर के गर्छौँ रे टोइलेट साफ गर्छौँ हो कि त्यसै गरी गर्ने नि त मान्छे किन मार्ने जान मारेर किन भन्ने आतंकवादी किन भन्ने हैन तपाईहरु तपाईको आदेशमा बिग्नु लाग्यो तपाईहरु मुर्दाबाद 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 पाइदैन यतिकै हाम्रो जुलुस सेलाउँदैन यतिकै हाम्रो जुलुस सेलाउँदैन नेपालीले न्याय किन पाउँदैन पाउँदैन